कपालले इज्जत ढाक्या ल आजको कार्यक्रमको बारेमा छोटो भनिदिनुहोस् यो अध्यक्ष हजुरले त्यहाँबाट भन्नुभयो हुन्छ सर। होइन यस्तो आज कार्यक्रम अब सामान्य हामीले गर्ने भन्दा पनि हामीले जो हामीले चाहिँ बोलाएको छौँ उहाँहरूले गर्ने हो भन्ने लाग्छ मलाई मूल्याङ्कन चाहिँ होइन। हामीले हाम्रो तर्फबाट त के सकेसम्म कसरी आयोजना गरियो भन्ने विषयमा होइन के कसरी आयोजना चाहिँ हामीले प्रत्येक महिनाको अन्तिम शनिबार लोमसले कार्यक्रम आयोजना गर्ने गर्छ। त्यो क्रममा हामीले पहिलो पटक पिकनिक आयोजना गरे हो। हामी त्यस्तो पिकनिककै क्रममा धेरै असाध्य अनुभवी भएर आयोजना गरे नि होइन। हामी चाहिँ के कुरामा विश्वास राख्छौँ भने कुनै कुरो गरेर सिक्ने कुरामा विश्वास राख्छौँ। तसर्थ हामीले केही गऱ्यौँ, हामीले यसमा केही लेसन पाछौँ, केही कुरो सिकेका छौँ, त्यो कुरोलाई हामी फेरि सकेसम्म नदोहोरिने गरेर हाम्रा केही कमी भएको छन्, केही कमजोरी भएको छन्, त्यो कमजोरीलाई नदोहोरिने गरेर हामी अर्को पटक आयोजना गर्ने कोसिस गर्छौँ। हस्, लोमसको धेरैजना साथीहरू चाहिँ गइसक्नु भएको छ। अब बाँकी रहेको साथीहरूको यो सानो भिडियो। ल बडिल फार्म स्टेलाई सम्झेर आउनुभयो। घामले चाहिँ अलिकति दुःख दिएको छ। अब यसको लागि चाहिँ पछि अलिकति आफ्नो व्यवस्थापनमा म प्रयास अझै बढाउने छु। हजुरहरू आइदिनु भएकोमा सबैलाई धन्यवाद।